आउँदा नि भेट्न हुने जहिले आउँदा नि भेट्न हुने आज त्यसो गर श्राद्ध हो हेरौ साथी हो कसरी भेट्न होला आज तँ हो नि आज श्राद्ध हो यही मौका छोड्नुपर्छ जाम हामी सबैजना जाम मौका छोड्नु नै बेइमानलाई आज छोड्नु यस्तो बेमानी त गर्न हुन्न नि हो नि यो अति हो अझैसम्म हो अझैसम्मको हो हो छोडिएन छोडिएन धेरै मान्छे आउँछ नि पैसा लिन आएको मेरो त मोटलाई ढुकढुक पैसाको के गर्ने होला आज बटोटे बाहिर निस्कि जहिले आउँदा नि यो भेटै हुन्न घर एक दिन हुँदैन आज त यसको श्राद्ध घरै छ यो यही नै दुई दिन हैन आउँदा पनि घरै हुँदैन जहिले आउन नि दुखेको छ जहिले भित्रै छ यो भित्रै छ आज यो भित्रै छ आज यसलाई चाहिँ घर घेरेर पनि यसलाई बाहिर ल्याएर मान्छेहरू आए पण्डितलाई बोलाएको नि 4 बजे पनि ढिलो आइदिन आइज त ल अन्त क्यारेर बाहिर निस्किनु होला सबै फेरि 1-2 जना हुन् र कति आएको हुन्छ नि फेरि हाम्रो पनि के कसरी भाग्ने होला म अस्ति पनि भागा नाग्यो आज नि भागा नाग्यो आम्दानी स्रोत नभएपछि यति गाह्रो हुँदो रहेछ के भएर किन कराएको बाबु यदि चर्को गरेर किन कराएको हजुरका छोराले हाम्रो पैसा कहिले तिर्छ आज भन्यो भोलि भन्यो धेरै दिन हल्लाइसक्यो त्यही भएर हामी सब जम्मै आएको आज यसरी त भएन नि भोलि भोलि भनेर सधैँ हामीलाई भाकामा त राख्ने हो त नि खाएपछि तिर्न पर्दैन र आमा पार्यो यो त अति भयो मोरम कि बाँचन पार्यो क्या दिक्क पार्यो ओ टोटे तँ बाहिर आउँछस् कि हामी भित्र आऊँ टोटे छिटो बाहिर निस्कि अर्काको ऋण खाएपछि सर्व छैन तँलाई भित्र भन फेरि आज बल्ल भेला परेर श्राद्धको दिन परेर सधैँ टारेको छ यसो आज बल्ल भेट्दा तँलाई छोडिन्छ भनेर हो यता बदमासै हो हाम्रो पनि कति छ मेरो यो भाडा त यसले यस्तो प्रयोग गर्छ यसले तिर्छ यसले हाम्रो यो तिर्दैन भनेको छु त मैले यस्तो थियो यो तिर्छु त मैले भनेकै छु त तपाईँले तिर्दिनु कहिले भन्नुभएको छ र यसरी कति आयो हामी हाम्रो अगाडि कति शान्त आएको उठ्न ठिक पैसा दिएर क्या यसलाई दुःख पर्दा त हाम्रो मन कति खुसी थियो नि हो है तपाईँले तिर्दिनु कहिले भन्नुभएको छ कति वर्ष भइसक्यो ख्याल छ साम छ न बिहा छ न केही छ न केही छ न सम्पर्क छ कमसेकम भन्नु त पर्छ अहिले एकचोटिलाई हामीलाई चान्स दिनु अर्कोचोटि हामी तिर्छौँ हजुर जागिर खान पढेको छैनस् केही गर्ने खुबी छैन के गरेर खान्छ होइन अब एकचोटिलाई भन्ने कुरो भयो अब एकचोटिलाई हामी माफ देऊ अबको 1 महिनामा आउँदाखेरि यसरी हाम्रो न साम न ब्याज गर्नु भने तपाईँको घर साँचो लाइन्छ हामी ताला ठोकेर छोडिन्छ अब मौका हो अब फेरि आउलान् त नयाँ भन्नु पर्दैन अबको अन्तिम पटक हो होइन जहाँ छैन अब ल ठिकै छ यो अन्तिम चोटि हो अब आउँदाखेरि यो गाउँका पञ्च भलाग्नी सहित तिमीहरूलाई हामी कारबाही गर्छौँ के कारबाही गर्नुपर्छ हामी छोड्नेवाला छैनौँ जाम केटा आजलाई एकपटक लागि छोडिदिउँ बुझ्नुभयो नि बुझाउ नि तिमीहरूले अन्तिम चोटि भनेको नि 15 चोटि भइसक्यो यस्तो पाराले हुन्छ कसरी हो अब के गर्नुपर्छ हामीले जाने अब नाच्यो अब हामीले फेरि उहाँ तल बाटोमा तिनीहरूलाई देखेको थियौँ के अरे अब नदिएको एक चान्स देऊ भनेकै हो अब सबै जङ्खेर आइहाल्यो हामीले भनेको त सुन्दै नसुन्ने कहाँ कति घमण्डी हुन् अहिले पनि हामीले सम्झेर गएका उनीहरू नत्र भए त मार्छु कि मर्छु भन्ने तरिकाले आएका थिए तलबाट त्यहाँनिर त नि अब नाच्यो तिमीहरू यस्तो हामीले रोक्ने प्रयास गरेकै थियौँ के अरे जागिर खान पढेको छैनस् केही गर्ने खुबी छैन के गरेर खान्छस्
जागिर खान पढेको छैनस्, केही गर्ने खुबी छैन, के गरेर खान्छस्? आमा म के गरौँ? यस्तो राम्रो परिवार छ, यता गर्छु पनि हुँदैन, उता गर्छु नि हुँदैन। घरमा आउँछन् साउहरूले तछाड मछाड गर्छन्, म कसो गरौँ आमा? ऊ बेला पढ बाबु भन्दा मानेनौ। अहिले यो अवस्था आयो, देख्यौ बुझ्यौ कस्तो गर्छ। आमाले भनेको मानेनौ, यो कति व्यवहार बिगारिस्। अब यी जान केटा सिकाएर पाल्छस्। म भने तेरै आशामा छु। मर्ने बेला मैले दुःख पाउने भएँ। आनन्दले सास फेरुला भनेको सधैँ मर्ने बेला भुटभुटी भएर मर्नु पर्ने भयो। क्यार्ने व्यवहार बिगारिस् बाबु। यस्ता चिचेर मुनि छोरछोरी छन्, केही गर्न सकिनस्। गर्छु भन्छस् केही गर्न सकिन। मसित भएको यही बाघ बालको औँठी हो, यही लगेर बेचेर जे गरेर गर्ने हो गर। तँ खुसी भयो, म पनि खुसी हुन्छु ल। ल बाबु, अघि दुःख परेन, अब सुख खुवाउनु मेरो बाबुले। मेरो आशीर्वाद लाऊ, गरी खाऊ मेरो छोरा। दाइ नमस्ते। नमस्ते। म त दाइ सानो दुःख बिसम्न आएको। भन। एउटा भैँसी यत्रो गोठ छ दाइ, एउटा छेउमा एउटा दुईवटा भैँसी पाल्नलाई थाहा मिल्छ कि भनेर आएको दाइ। थाम त दिउँला, भैँसी कसरी ल्याउँछस्? आमाले मलाई बुवा बित्ने बेला बुवाको हातको औँठी आमाको हातमा थियो दाजु। त्यहाँपछि त्यो औँठी अहिले केही गरिखा बाबु भनेर आमाले दिनुभएको छ। घरमा साउ आउँदाखेरि आमाको मन पनि धेरै भक्कानी हो दाजु। अब म केही मेहनत गर्छु, तपाईँले एउटा भैँसी मात्रै त्यहाँ बाँधिदिने ठाउँ दिनुभयो भने त्यो गुण म कहिले भुल्दिनँ दाजु। तँ पनि दुखी छस्, छिमेकीका नाताले गरिखा त नि भाइ। दाजुको यो गुण म कहिले भुल्दिनँ दाजु, म कहिले भुल्दैन दाजु यो गुण। गरिखा भाइ, गरिखा। गाईको यो गुण त कहिले भुल्ने भइएन। भैँसी त राम्रो ल्याएको छ नि है, राम्रो छ। ल दुध कति धेरै दिन्छ नि। अब मेहनत गर्नुपर्छ टुल्की है। यतापट्टि बाँध त तिमीले, म यतापट्टि हान्ला है, हान्ला। नयाँ भैँसीले फेरि हान्दैन, ज्ञानी छ पाउनु है। यतापट्टिबाट नहान है बाबु, नहान। अब राम्रोसँग गर्नुपर्छ। अनि पानी त है, अहिले यसलाई नुहाइदिनु पर्छ फेरि। हुन्छ हुन्छ है। आऊ। घोटियाले साई भैँसी, भैँसी त घोटीले ल्या त। दाजु हजुरले ठुलो गुण लाउनु भयो दाजु। 2 लाख रुपियाँ हालेको। अब त के गर्न सकिएन नि। ठुल्की आलु त सर त अब त गोबर पनि फाल्यो। घोटीले ल्या त, ल गरिखानी भयो भाइले। अब छिमेकीले गर्ला जस्तो छ। हो दाजु, हो दाजु, हजुरले साबास, हजुरहरूले पनि साथ दिनुभएको छ। अब त केही गर्नुपर्छ। यो 4 खुट्टेको धन हो नि, 4 खुट्टेको भाइ 2 खुट्टे भन्छन् हेर टुल्की। अब त दिन सुधार्ने हामीले हो क्या। तिमी पानी तताऊ, म घाँस लिएर आइहाल्छु नि है। हुन्छ हुन्छ ल पानी तताऊ, दाउरा त्यहाँ छ नि, दाउरा उ गर्नु। दाजु यसो रेखदेख गर्दै गर्नु होला दाजु। हजुरकै विश्वासमा छु नि दाजु म त। हुन्छ कति खुसी दाजु म त। हुन्छ हुन्छ। गैराबको भैँसी ल्या त। टुल्की म घाँस लिएर आउँछु, तिमीले राम्रोसँग भैँसीलाई स्याहार गर।
नाम्लो कहाँ छ नि नाम्लो राम्रो त्यतै छ हेर्नु त तिमीलाई पनि कति नाम्लो मलाई दिन पर्दैन म घाँसेर आउँछु अनि खाजा नि बनाउने फेरि उल्टी राम्रोसँग ख्याल गर है ऊ त्यहाँ घाँस दाउरा पनि छ त्यहाँ है ल ल हुन्छ अनि भैँसी फेरि अलिकति त चिप्नेलाई यहाँ अलिकति ख्याल पनि गर है टुल्की ल ल म घाँस लिएर आएँ है ल ल मेरो 2 लाख खालेर ल्याएको भैँसी कान्छो राम्रोसँग बस है अब त केही हुन्छ क्या मेरो आमाको आँसु किन झार्दामा अब मैले अब केही गर्नु अब त भैँसीले राम्रो दुध दियो भने टुल्कीलाई पनि एउटा सिक्री बनाइदिन्छु अनि त्यहाँबाट त मलाई कसले नाइ नास्ति भन्ला र अब घाँस झार्नु पर्यो ए मलाई जापान पनि यही मलाई कोरिया नि यही हो विदेशै गएर दुःख गर्नुपर्छ भने के छ र संसारमा होइन ए दाजु नमस्कार मैले भैँसी ल्याएँ नि दाजु अब केही गर्ला हात छ गर्छु दाजु भन्ने सोच छ दाजु घाँस हारेर लाग्यो दाजु राम्रोसित काटे लोट्लास खै दाइ लोड दिन यताबाट त कति चढियो के रे पहिले राख्दा घाँस काट्न जानु जान्दैन यताले त के हारेर पाल्छ नि यहाँ ए टुल्की टुल्कीलाई बोलाइदिनु न दाइ टुल्की हजुर लग्न नि के भयो यहाँ तिम्रो बुढो लट्यो हजुरलाई साह्रै नै दुख्यो होला है के कुरा गर्छौ टुल्की व्यवहारको टेन्सनले मुटु दुख्नु भन्दा त यो त केही होइन के मेरो लागि त यति गरेन भने त म धनी भइहाल्छ नि यसलाई के गरी खान तिमीलाई ल अझै 1 लाख रुपियाँ बाँकी छ फेरि बाख्रा पनि हालौँ कि जस्तो लाग्छ क्या हो र हुन्छ हुन्छ कुडो पनि पाकिसकेछ अब पानी दिनुपर्छ ल हस् म यहाँ हेर्छु ल ठिकै छ अलिअलि खुट्टो मर्ने जस्तो भएको त्यो तिमीले टेन्सन गर्नु पर्दैन टुल्की ल ल हुन्छ अब पानी दिने है भैँसीलाई टेन्सन छैन मलाई त कुडो त पहेँलो पहेँलो देख्छु अघि त यस्तो थिएन के परेछ ताउलोमा माथि के यस्तो कालो हुनुपर्ने है पहेँलो छ त हेर्नु त तिमीले के हाल्यो कि त होइन अह के होला नि तातेको छ दिम्बो अब यसको मुखमा के लागेको रहेछ हेर्नु त दाइजीले आफ्नो भैँसीलाई दिने बेला यसो दिनुभयो होला नि अब दाइको मन कति कमलो छ यत्रो भकारो ल बाबु भनेर दिनुभएको छ दाइ त देउते हुन् नि हाम्रो लागि त भगवानै हुनुहुन्छ दाइ त हो हुन त आफ्नै भैँसीलाई दिने बेला मन रहन के अरे भाइले गर्ला भनिसकेपछि हो त्यति मन लाएर खाना आज किन खाना हिजो त झ्यामझ्याम खान्थ्यो त सट्टै खान्थ्यो आज त्यति मन लाएर खानु खाऊ 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 ल खाऊ खान्छ खान्छ बिहानी छ हेर्नु यस्तो खान्छ बाबा त गरेको त भइसो
के तिमीले के हाल्यो क्या हो क्या यहाँ होइन क्या हालेकै छैन अब मैले स्वयं खाने किन खान त नि टुल्की खै आज म पनि धर्महरू परे के अरे गरी खान्छु भने गरी खाला छ अब यहाँ एक हप्ता भयो दुध नदिएको त्यो हुने कसै हुने होइन कि कसो हो मलाई गहदा छ सबै एकैचोटि लाम्ने हो क्या हो भैँसीले लु ए नेपालमा कति दुःख गरिन्छ म पनि अब अमेरिकातिर सेटल हुने हो धेरै दुःख गरिन्न अब उतै सेटल हुने उतै बस्ने अरूलाई त कति परि आउने हो भैँसीले खाना पनि कतिसँग खा छैन ढाडिएको छ यसरी ल्याएको एक हप्ता भइसक्यो दुध दिएको छैन म कसो गरेँ यहाँ यस्तो छ अनि कसो गरौँ मैले के भयो पुग्न पर्ने हो कि त्यत्रो ढाडिएको छ क्या भैँसी पनि खाना पनि लहेर यत्रो छ पचाउनु भैँसीले दुध दिँदैन म कसो गरौँ यस्तो घाँस पनि खान्न के कसो गर्ने होला के गरियो होला हात भरिसक्यो के गरे नि हुन के गरे नि हुन न पानी खान्छ न घाँस खान्छ के गर्ने होला दुध पनि दिँदैन क्या कसो गर्ने होला के गर्नु म त होइन यहाँ भैँसी ल्याएको ठाउँको दाइलाई पनि अस्ति आएर त भैँसी एकदम ठिको बाबु त्यहाँ के तैँले के हालिस् भनेर भन्नुपर्छ क्या तिमीले कुरोमा त के हालेन उठुल के हालिन के हालिन पत्याउनु न यस्तो थिएन क्या भैँसी म कसो गरौँ क्या के गर्ने जङ्गलमा पाइने हरेक प्रकारका घाँस खोजेर ल्याउँछु त्यही पनि खान्छ कि खोइ भैँसी त होला त छैन 7-7 दिन भइसक्यो केही खाएन भैँसी यस्तो ढाडिँदै आएको छ रियल काट्दै तिमीले गरी खान्न जस्तो छ के यस्तो भएको झन् दुब्लायो झन् दुब्लायो के भयो हेर्नु न बिर्खे दाजु गोठाइ हुन्छ क्या भैँसी त यस्तो भयो हेर्नु न अत्तो न पत्तो बाख्रा हाल्नुलाई भनेर 1 लाख रुपियाँ बाँकी राखेको थिएँ त्यही पैसा पनि भैँसीको उपचार गर्दै पैसा भ्याइयो कसो गरौँ के कति पर्छ त्यो भैँसी बेचिदिन पाए हुन्थ्यो कि त्यस्तो बिरामी भैँसी कसले लैजाला र खै भैँसी पाल्छु भन्छस् भैँसी पाल्दा त्यस्तै भयो अब बाख्रा पाल्छु भन्छस् जे गरे नि गराएर दिँदैन जे गरे नि गराएर दिँदैन गर्छु भन्छस् क्या छस् बाबु के भयो गाँठे भैँसी त्यो भैँसी बेच्दैन पायो भनेको कसले लैजाला कसो गरियो यस्तो भैँसी कसले लैजान्छ र खै अब आए त दिन हुन्थ्यो क्या कसो गर्ने होला के कुरा रहेछ भाइ बुहारी बिर्के दाइ भैँसी बेच्नु पर्यो भनेर क्या दाइ अब दुध अब त्यति महँगो हालेर भैँसी ल्याएँ दाइ अहिले भैँसीले दुध दिएन भैँसी बेच्छु भनेको के अरे दाजु कति यहाँ दिन्छौ कति हालेको म त 2 लाख हालेको के अरे दाजी अब तपाईँले यत्रो भगाएर पनि दिनुभयो गुण लाउनु भएको तपाईँको गुण त मैले कहिले भुल्न सक्थेँ र दाइ तपाईँ लानुहुन्छ भने 50,000 मा दिन्छु दाजु लैजानुहोस् खै यस्तो बिमारी भएपछि 50,000 पर्छ र खै मर्ने हो कि बाँच्ने हो थाहा छैन म त 30,000 दिन्छु हुन्छ हुन्छ त नि दाजु अब हजुरले गुण पनि लाउनु भएको हिजो दुःखमा नि साथ दिनुभएको तपाईँको मुठीभित्रको भाइ हुँ ठिकै छ त नि दाजु 30,000 रुपियाँमा फेरि बाहिर अरूलाई नभनिदिनु है दाजु तपाईँलाई भनेर 50 मै दिएको भनिदिनु है दाजु ल हुन्छ ल यसमा 30,000 छ
अब 2 दिनपछि भ्याइन्छ है तेरो औषधिको डोज भैँसी त गतिलै छ भाइ सन्चै हुनुहुन्छ? एउटा दुःख विषयमा आएको भाइ म त कसो हो भने भैँसी पालेँ भैँसीबाट नि भन भाइ अब हेरँदाखेरि मलाई ज्योतिषीले बाख्रा पाल्नबाट तँलाई केही लाभ छ भनेको छ भाइ अब मलाई चाहना भनेको बाख्रा पाल्न अलिकति इच्छा जागेको छ भाइ पनि यताउति हिँड्दाखेरि अहिले असक्त जस्तो देख्छु त्यो भएर एउटा छेउमा बाख्रा पालन गर्न दिने भए मेरो धेरै खुसी हुन्थेँ भाइ बाख्रा पाल्न दिनुभयो भने यो गुण कहिले भुल्ने थिइनँ मेरो भाइ एकातिरको बाटोमा अब तपाईँले बाख्रा बान्नु न त अब गरी खानु यसो ठिक छ भाइ तपाईँले यति भनिदिनु भयो मेरो लागि यो लाखौँ गुण हुनेछ भाइ मैले आजै बेलुका ल्याएर बाख्रा राख्छु त्यो गुण कहिले भुल्दैन मेरो भाइ है मेरो खुट्टाले नि हाल्ने थिएन तपाईँले पाल्नु हुन्छ भाइ है जाम भाइले बाख्रा पाल्ने ठाउँ दिए आजै बेलुका बाख्रा बान्नु छ जाम त हिँड त जाम हुन्छ बाख्रा त जातैको पर्यो होला त्यहाँ जातको बाख्रा हो नि अब यो बाख्राले केही होला क्या है बाख्रा भैँसीबाट घाँस भयो उठ फेरि ब्यामी पनि छ नि त फेरि यता जोटे जोटे पाउने बाख्रा हो यता यहाँ भएको मेलाई फेरि त्यो कसिएला है कसिएला यहाँबाट यताबाट बाख्रा बाँध्न चाहदिनँ हौ यसलाई सोध त म बाँध्छु भाइ बाख्रा त गजबको ल्याएको कतापट्टिको बाख्रा हुन् यिनै हो नि दाजु यो जोटे जोटे पाल्ने रहेछ बाख्रो यो हाइब्रिड बाख्रो लिएर आएको छु अनि यस बाख्रो ठिकै छ दाजु भैँसीबाट पनि भन अब बाख्रा लिएर आएको यिनै हुन् क्या दाजु यतापट्टि बाँधेका बाख्रा हुन् क्या गोको त गजबको रहेछ ल राम्रो छ दाजु राम्रो छ भनेर पैसा चाहिँ राम्रो जातको बाख्रो भनेर ल्याएको ल गरी खाऊ राम्रो र त अब त ठिक छ अब यिनीहरूलाई कुँडो पानी गर्न परेन ठुल्की घाँस सास पनि ल्याउनु पऱ्यो अब यही बाटो भए लामो बाटो नभए बाख्रो बाटो भन्थे बुढापाकाले बाख्रो बाटोबाटै अगाडि बढौँ न हामी खुसी त सबै खुसी है तिरमला नि है जाम 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 अब घाँस सास ल्याम हाँसी यो बाख्रा नि मेरो यो होला के भयो यो स्याहार्ने होला अब यो दामलाई पऱ्यो भने पाप हुन्छ तुलकी के कस्तो गरौँ बरु फुकाएर छोडिदिउँ फुकाइदिउँ त दामलो कसो गर्ने होला यो बा कसै गरे पनि भन क्या टुल्की कस्तो कर्म लिएर आइएछ अब जे गर्न पर्छ म गर्छु बाख्रो खोइयो जतासुकै जाओस् अब मलाई पाल्तु जनावर यो चौपायाले केही पनि भन टुल्की अब जे गर्न पर्छ म गर्छु अब मेरो परिवारको लागि मैले अब केही गर्नै पर्छ अब पसिना काटेर हुन्छ मेहनत गरेर हुन्छ अब केही गर्छु मैले अब सधैँभरि न्यास्रो भएर बसेर अर्थै छैन अब म केही गर्छु
बच्चाहरू मुठेत्र बच्चा छन् मर्ने लागि आमा छन् उनीहरूको लागि मैले मेहनत नगरिकन हुँदैन मैले जस्तो काम पनि गर्छु त्यसरी गरेर यो मेहनत चाहिँ नगर्नु हुँदैन परिवारको लागि पसिनाले पैसा सार्नुपर्छ यति आँगन पुरे त ठेक्का हो 5,000 रुपियाँ यति आँगन सक्नु पाए त 5,000 रुपियाँ कमाए पनि घरको लागि त केही न केही हुन्छ नि जागिर खान पढेको छैनस् केही गर्ने खुबी छैन के गरेर खान्छस् के भयो मलाई यस्तो त बिहानबाट केही पनि खाएको छैन कस्तो घुमाएको हो घर थाहा पायो भने सोध्दै नसोधी आइछु यो हे भगवान् मलाई कति दुःख दिन्छु बिहानबाट भात खाएन यो भगवान् यो पैसा कसले बनायो पृथ्वीमा भएको दुःख जति मलाई मात्रै छ कि कसो मेरा त देख्ने भगवान् पनि रहन्छन् क्या हो मेरो जिन्दगीमा यति मात्र मलाई देखाम आँसु आमालाई देखाम आमा भक्कानिनुहुन्छ श्रीमतीलाई देखाम बुढी फेरि त्यस्तै मन सानो गर्लिन् दुःखमा सबै ठाउँ नभइसकेपछि त साह्रै गाह्रो हे भगवान् यो गरिबमाथि केही दया त देखाऊ के किन्दै गरेका थिए आखिरमा त ढुङ्गा माटोको ठेक्का लिएर हिँड्छ अरे क्या होइन होला हो के बनाउने हो हिँड्छ हिँड्छ नौनानी यो के गति गरेर आउनु भएको माटै माटो कतै लाग्छ भन केही पनि भएन के भयो काउनी बाबु होइन केही भएन क्या आमा यो होइन होइन केही भएन क्या आमा यो चाहिँ माटो त्यहाँ लागेको लडेको होइन क्या केही पनि भएन मलाई
होइन क्या राजु ढुङ्गामाटो कहाँ गरेर आएको बाबु तिमीलाई के लगाउने माटो माटो छौ होइन बा केही नि भएन बा माटो माटो छौ होइन दाइले त ढुङ्गामाटाको काम गर्छ यसले भन्दै हुनुहुन्छ त सत्य हो होइन बुढी यो तरिकाले कुरो हुँदैन पसिनाको कमाई मेहनतको कमाइले मान्छे कहिले पनि शिर उँधो हुँदैन मेहनत गर्नुपर्छ कमाइ गर्नुपर्छ 2 नम्बरी काम आमा मैले आज कमाएको यो हो कसैसँग झुक्न पर्दैन आमा परेर खानु त पर्छ बाबु यस्तो रुखो काम गर्दाखेरि छिन्छ ज्यान छिन्छ यस्तो रुखो काम नगर बा पछिको तिम्रो बाटो लामो छ म त अब डाँडामाथिको घाममा तिम्रो बाटो लामो छ नि बा सुस्तै अरे काम यस्तो मूर्ख काम नगर जोइ छोरछोरी पाल्न पर्छ भविष्यसँग बच्न पर्छ भविष्य सोचेर काम गर बा तँ सुखी भएर ल्याएको पैसा भए पो मलाई राम्रो हुन्थ्यो तँ दुखी भए ल्याएको पैसा ला तैँले राख हामीलाई चाहिँदैन ल चाहिँदैन ल तपाईँले यति दुःख गरेर खुट्टा फुसेर त्यस्तो छ जिउ गलेर यस्तो छ शरीर यस्तो छ अनुहार च्याउरी परेर यस्तो छ हाड छाला भइसक्यो कति दुःख गर्नुहुन्छ हजुरले जति दुःख गरे पनि सुखी भइएन तपाईँले एक्लो दुःख गरेर के हुन्छ भन्नु के भयो यता गर्दै तँलाई यो दुखी देखि मैले नि केही गर्न नसके मेरो खप्पर मेरो कर्म दोषी हो कि भाग्य दोषी हो केही थाहा पाउन सक्ने अब यस्तो दुःख गर्ने होइन है मैले भनिदिएकी छु अब म के गरौँ कतै गए पनि बाटो पाउँदिनँ एकचोटिको लागि त विदेशको लागि एप्लाई गर्नु पर्यो भो यहाँ बसेर आमा पनि खुसी हुनुहुन्न बुढी पनि खुसी छैनन् अब यो ठाउँमा बसेर केही गर्न सकिएला जस्तो छैन फेरि अब बाहिरै जानु पर्यो एकचोटि अब बुढीसँग केही सल्लाह गर्नु पर्यो क्याएर बसिसक्यो त नि यत्तिकै बसेको के गर्न छ सुन न एउटा सल्लाह गरौँ क्या अब तिमी र म बिचमा सल्लाह नगरिकन के नै सक्सेस हुन्छ र अब म त यता गर्दा नि भनौँ उता गर्दा नि भनौँ एकचोटि त बाहिर जानु पर्यो विदेशै जान्छु म अब यसो काम गर्दाखेरि अब यहाँ गर्दाखेरि कसैले कुल्ली भन्छन् कसैले गोठालो भन्छन् तर साह्रै मन दुख्यो क्या बुढी मलाई त हो त नि जे गरे पनि जसै पाइएन जस्तो भयो कर्मले ठग्यो कि भाग्यले दिएन कि तिमी आमा पनि हो श्रीमती पनि हो साथी पनि हो तिमीसँग दुःख नबिसाए कोसँग बिसाम्नी आमालाई मेरो दुःख देख्दा आमा रुनुहुन्छ त्यसो भइसकेपछि एकचोटिको लागि बाहिर जाने सोच गरेको छु पैसा कता खोज्ने होला 50,000 जति भए त जान हुन्थ्यो कतै अब मैले के भनौँ त नि हजुर विदेश जान्छु भन्नुहुन्छ हजुर बिना यहाँ त केही हुँदैन जानुहुन्छ नै भने मलाई यहाँ आमाले माइत आमाले दिनुभएको थियो यो माला यही बेचेर जानु न त ल ठिकै छ अब यो बेचिसकेपछि भोलि त कुन कहिले नआउला र 12 वर्षमा खोलो त फकेर त्यही टुङ्गामा आउँछ भन्छन् मेहनत गर्न पछि नहटौँ म मेहनत गर्ने जस्तो त्यही बाख्रो पाले जस्तो त्यही काम गरे जस्तो हुने हो कि बुढा त्यही भएर म बाहिर गएर चाहिँ केही मेहनत गर्छु भन्ने सोचले चाहिँ जाँदैछु के रे नानुलाई राम्रो पापा र मिठी चाचा ल्याइदिन जान्छ नि त बाबा है यति सानी नानीले नि कति बुझ्यो कि हजुर बिना यहाँ के छ र भन्नु त म त्यसै पीडित छु बुढी तिमीले यस्ता कुरा तिमीले किन मन दुखाउँछौ मलाई यति बेला तिमीले यस्तो मन सानो गर्दै पनि कसरी बाटो तिमीले मन सानो नगर आँसु पुसाउन जाने मैले आँसु पुसाउनु
यसले गरेर त रुवाबासी छ विदेश जान्छु भनेको छ मैले ठुलै गल्तीहरू चुक्या हो जे गर्दा पनि यसलाई मैले गरी खान दिन्न रिस लिएर आए गरेँ यस्तो हुँदा त साह्रै मन काटिने रहेछ भाइहरू मबाट ठुलै गल्ती भयो जस्तो छ के गल्ती भयो के भन्छ के गर्नु मैले टोटेलाई गरी खान दिइनँ त्यसको बाख्रालाई बिखाले भैँसीलाई बिखाले तँ त विदेश जान्छु भन्ने छ अरे नि जान्छु सम्झाम आखिरी तैँले त्यस्तो किन गरिस् त नि मभन्दा धनी हुन्छ ठुलो मान्छे हुन्छ भने मैले आरिस गरेर गरेँ त्यस्तो गर्न हुन्थेन ठुलो गल्ती गरेको भाइ घरमा रुवाबासी छ टोटेको घरमा जान्छु सम्झाम त्यस्तो त्यसलाई खुट्टा तान्ने प्रविधि त विदेश जान्छु भनेको छ सानसानो बच्चा बच्ची छन् बुढा भएका बाबामा छन् अब ऊ विदेश गयो भने त्यो श्रीमती छोराछोरीको हेर्नु कसले हेरविचार हेर्ला जान्छु सम्झाम मैले गल्ती गरेकै हो गरी खाला छ भैया होइन घरमा त रुवाबासी छ साह्रै गाह्रो भयो नि त टोटे त वास्तवमा इमान्दारी मान्छे हो त इमान्दारी रहेछ त्यसलाई बिगारेको गरेर मैले खान्छु भनेर सङ्घर्ष गरेको देखियो कहिले ढुङ्गा माटो बोक्यो कहिले गाई बस्तु पाल्यो गोबर फाल्यो बुटाटा लड्यो कहिले कहाँ लड्यो कहिले मेहनती मान्छे मेहनती यति भाँति दुःख गरेर आफ्नो देशमै बसेर मैले केही गरेर खान्छु भन्नेलाई पनि तैँले त्यो त ठुलो पाप गरिस् नि बाबु मैले पापै गरेछु धेरै ठुलो पाप गरेछु जान्छु सम्झाम विदेश जान लागेछ अरे तँ होइन त्यसलाई विदेश जान दिन भएन जे गर्छ स्वदेशमै गर्नुपर्छ हामीले सम्झाएर जसरी हुन्छ उसलाई विदेश जान दिन यो काम हामी रोक्नुपर्छ ल गइहालौँ बरु टिकट डाला ल्याएर निस्किहाल्ला यसलाई जान दिने होइन हामीले रोक्ने सक्नुहोस् शुभयात्रा सफल होस् अब आमाको ख्याल गर्नु है मबाट ठुलो गल्ती भयो भाइ तँ विदेश जानु पर्दैन भाइ हजुरबाले गल्ती छैन दाजु हजुरले मलाई कति राम्रो एकछिन पर्खनुहोस् हामीले सबै यथार्थ यहाँ थाहा पाइसकेका छौँ के भएको छ भन्ने कुरो तपाईँ विदेश जानुपर्ने मान्छे होइन तपाईँलाई यहाँ गाउँकै शत्रु लाएर खुट्टा तानेर आफ्नै दाजुभाइले गिराएर तपाईँको आज यो अवस्थामा ल्याइ पुर्याएका हुन् थाहा छ यहाँ चाहिँ दाइले चाहिँ नि आफूभन्दा चाहिँ धनी के अरे धनी भन्छ भाइ भनेर ताउना बिखाल्ने घरि के गर्ने उहाँको रहेछ यो सबै भूमिका यसो रेखदेख गर्दै गर्नु होला दाजु हजुरकै विश्वासमा छु नि दाजु म त हुन्छ कति खुसी दाजु म त हुन्छ रातको भैँसी ल्याएको आफूले भइसक्यो दिन बेला मन रहन के अरे भाइले गर्ला भनिसकेपछि हो दाजी के कुरो यो कुरो साँचो हो तपाईँलाई मैले कति विश्वास गरेँ दाजी मैले तपाईँ त मेरो जन्मदिने बाभन्दा नजिकको सोचेको थिएँ गोठ
कटेरो सबै हजुरको लागि हजुर मेरो दाइ हुनुहुन्छ भगवान हुनुहुन्छ भनेर कति विश्वास गरेको थिएँ दाजु आखिर लास्टमा परिणाम मलाई यो मैले त मभन्दा धनी हुन्छ भने तेरो खुट्टा ताने तँलाई धेरै दुःख दिएँ दाइ हजुरले भन्नुभयो मलाई अझै पनि विश्वास लागेको छैन दाइ तर मेरै कर्म खोटियो दाजी हजुरको कुनै दोष छैन जस्तो लाग्छ दाजी मलाई मेरै कर्म खोटियो दाजी कर्म खोटी होइन भाइ दोषी म हुँ मेरो गोठमा जे जसी वस्तु छन् गाई भैँसी सबै तँलाई है म पनि विदेश जाने हो छोरीसँग तँ विदेश जान पर्दैन भाइ अब विदेश जाने होइन दाइ अब विदेश जाने होइन अब चाहिँ उहाँले गोठ वस्तु दिनुभयो हामीले पनि अब तपाईँलाई 1.5-2 वर्षलाई हामी यो ऋण मिना गरेर सके ब्याज दिनु होला नसके सामा तिर्नु होला हामी मिना गरिदिन्छौँ तपाईँ यहीँ बसेर मेहनत गर्ने मान्छे हो तपाईँ यहीँ गरेर खानुपर्छ विदेश गएर कोही कसैले पनि चाहिँ सक्सेस भएका छैनन् परिवार छोराछोरी बाबा बुढा भएका बाबामा छोडेर उहाँहरूको आँसु नलिनु तपाईँ विदेश जाने होइन अब यहीँ बसेर केही गर्न सक्नुहुन्छ तपाईँ हामी जस्तै युवाले यो देश बनाउनु छ तपाईँ हामी जस्तै युवाले यहाँ नङ्गा खियाउनु छ र मात्रै देश बन्छ अब तपाईँ विदेश जाने होइन ढुक्क हुनुहोस् तपाईँहरूका लागि हामीले के कति गर्नुपर्छ फेरि बसेर सल्लाह गरौँला हामीसँग भएको ऋण मिना गरिन्छौँ र हामीसँग हामीले जे जति सहयोग गर्न सक्छौँ जग्गा जमिन केही वस्तु भाउ के कति गर्न सकिन्छ हामी तपाईँलाई अवश्य गर्नेछौँ बाहिर जाने विदेश जाने होइन स्वदेशमा बसेर केही गर्नु भनौँ र यो बाख्राको खोर पनि अब तपाईँले नि दिन्छु म मेरो खुट्टाले नि सक्दैन दाइ अब त्यहाँबाट आएको आम्दानी पैसाहरू आधा आधा गरौँला हजुरहरूले लगाइदिएको गुण म जीवनमा भुल्नेछु हामी छौँ त्यस्तो गरियो तैँले हामीलाई पर्दा यत्रो गरिस् तँ आज यत्रो गाउँको मुखिया भइस् तेरो रिस गर्नाले हाम्रो हात जस्ता तस्तै छ भाइ हालत यसो हो दाइ अहिले मसँग कति धेरै फर्म छन् 100-150 वटा फर्म छन् कतिपय व्यक्तित्वहरूलाई त मैले ल दुध खानुहोस् ल भैँसी लैजानुहोस् गाई लैजानुहोस् भनेर पनि पठाएको अवस्था छ यो सबै आशीर्वाद तपाईँहरूको हो म जुन बेलामा जो विदेश जाने बेलामा तपाईँले मलाई रोक्नुहुन्थेन उहाँ अग्रज व्यक्तित्वहरू हुनुहुन्छ तपाईँहरूले मेरो चाहिँ जुन लगानी स्वरूपमा तपाईँले चाहिँ फेरि मलाई चाहिन्छ भनिदिएको भए अहिले त कसै मलाई 1 रुपियाँ दिनु छैन मैले उल्टो अरूसँग मैले लिनु छ र कुन असहाय छ असक्त छ त्यो व्यक्तिलाई मैले उल्टो ऋण बिना धितो बिना ऋण अहिले चाहिँ कति सहकारीहरू चलाएको छु कति फर्महरू चलाएको छु मेरो नेतृत्वमा चलिरहेको छ यो आशीर्वाद के हो तपाईँहरूको आशीर्वाद हो जुन बेलामा म एउटा भैँसी बिमारी भएर एउटा गाई बिमारी भएर हुँदाखेरि म विदेश जान खोजेको थिएँ तपाईँले आफ्नो गल्तीलाई मनन गर्नुभयो मलाई त त्योसँग अझै पनि विश्वास लाग्दैन तर तपाईँले मनन गर्नुभयो र यो ठाउँमा राख्ने सबैभन्दा ठुलो हात तपाईँको छ दाजु तपाईँहरूले मलाई त्यो घृणा गरेर यो पाठ नसिकाएको भए म यो ठाउँमा आउने थिइनँ जति काम गरेको छु नि तपाईँहरूको आशीर्वादबाट गरेको छु तपाईँहरूको सल्लाह अनुसार गरेको छु पहिला बिग्रेका युवालाई त्यो जस्तै होला सै भनेर मेरो उदाहरण दिन्थे भने आज विदेशी नै युवालाई मेरै उदाहरणले नेपाल टिकाएको छ तैँले साह्रै राम्रो काम गरिस् बाबु तेरो जय जय होस् टोटे मुखिया की अर्काको देशमा गएर हड्डी ख्याउन भन्दा आफ्नै देशमा नङ्ग्रा खियाउँ खुट्टा तान्ने प्रवृत्तिको अन्त्य गरौँ आफू सही भयो भने 70 पनि बसमा पर्छ
अर्काको देशमा लाखौँ कमाएर शिर झुकाउनु भन्दा आफ्नै देशमा मेहनत गरेर शिर ठाडो पारेर हिँडौँ। जय कृषि। जय कृषि। लाएर भन्छु के छुट्टा खिच के सुटिङको लागि यस्तो भिज्ने है ल थाकेको सिनको लागि पसिना देखाउनु पर्यो फुट्टा पसिना त यो अझै फेरि होइन होइन यसो यो को भन् यो को भन् अनि तिमीले के भन्यो भने नकारण यो को यो यता जाने को भन् तैँले चिन्नु न उपल्लो अरे साइलियाको छोरो अहिले त ढुङ्गा माटोको ठेक्का लिन्छ अरे ढुङ्गा माटो ठेक्का पढ्ने बेला पढेन के अरे अहिले त ढुङ्गा माटो ठेक्का लिन्छ अरे भनेर लाउनु पर्यो के त यो अझै खतम पार्दै यो लडेर माटो लाग्यो भन्छ क्या